गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल र आजको नयाँ ब्लगमा फेरि पनि तपाईँहरू सबैजनालाई स्वागत छ। गाइज म चाहिँ तयार सेयर भएर चाहिँ भ्लग स्टार्ट गरेको हो किनभने म चाहिँ जाँदैछु बजार। सो आज चाहिँ नानी भएकोमा गएको अन्त हामी चाहिँ शनिबार आइहाल्छु हो। म र रियान जान्छु शनि हो आज। अन्त हामी शनिबार चाहिँ अब म नानी अनुजा म रिजा अनुजा रियान आउँछु फर्किन्छु हो शनिबार। सो अब छुट्टी हुन्छ नि त तिहारको अन्त सो त्यही भएर आज चाहिँ छ चौरस्तामा प्रोग्राम छ भनेर भन्दै थियो। हेरौँ जान्छु कि जाँदिनँ, गयो भने म तपाईँलाई देखाउँछु को आउँदो रहेछ भनेर हो चौरस्तामा आज। अन्त 4 बजीदेखिको 6 बजीसम्म चाहिँ भन्दै थियो प्रोग्राम। अहिले नानीहरूले हो अन्त आउनुहोस् भनेर भन्दै थियो। सो त्यो पनि हेर्छु के कसो हुन्छ र अहिले म बाटोघाटोमा देखाउँदै गर्छु के कस्तो हुन्छ म तपाईँलाई। हेरिदिँदै गर्नुहोस् भिडियो, म कन्टिन्यू गर्दै गर्छु। म धेरै दिनको बाद नै ब्लग स्टार्ट गरेको किनभने म बिमार थिएँ अलिकति हो, बिसन्चो भइरहेको थिएँ। त्यही भएर ब्लग स्टार्ट गर्नु मन नै लागेन। अन्त त्यही भएर चाहिँ कहिलेकाहीँ गर्छु कहिलेकाहीँ भ्याउँदा गर्छु हो। अन्त अहिले हेरिदिँदै गर्नुहोस् भिडियो। अहिले म तपाईँलाई बाटोमा के कसो म देखाउँदै गर्छु या डाइरेक्ट म बजारमा गएर भेट्छु तपाईँलाई। अब हामी चाहिँ पोखरीबुङ आइपुगेँ। हामी चाहिँ तयारी भइसक्यो। अब हामी चाहिँ जाँदैछु चौरस्ती। यहाँ चाहिँ तयारी भइरहेको छ। यसो दिन पाएको छैन भिडियोमा यस्तो गर्दै गरेको एउटा रिल्समा। अन्त अब हामी चाहिँ जानेछु को जान्छु अहिले म देखाउँदै हेर्छु। हामी चाहिँ अब प्रोग्राम जानुको लागि एकदम एक्साइटेड भइरहेको छु हो। अब यहाँ जानुहुन्छ दिपिका दिदी हामीहरू म यो पर्फिम लगाऊँ भनेको थिएँ। अन्त अब हामी हेरिदिँदै गर्नुहोस् भिडियो। दिदीहरू त कता छ अन्जको। अब हामी यहाँ चौरस्ता आइपुगेको छु। अन्त हेर्दै जानुहोस् यहाँको भ्यूहरू। मान्छेले फोन गर्नु लाइक शाहरुख खान भने धक्कल भइसक्छौ। Thank you so much. Can we have Kandasyan 9 on stage? के भन्नु यहाँ फुच्चीले बोक्नु भन्दैछ होइन, फुच्चीलाई बिजोग भयो।
मेम्बरहरूलाई आफ्नो यो पुरस्कार लिनको निम्ति म मञ्चमा निम्ताइरहेको छु र उहाँहरू सँगसँगै उहाँको कलेजको जो पनि प्रतिनिधि हुनुहुन्छ उहाँलाई पनि हामी मञ्चमा केही चिजको निम्ति यहाँ निम्ताइरहेको छु। उक्त अवार्ड हस्तान्तरण गर्नको निम्ति प्रदान गर्नको निम्ति हाम्रा अति आदरणीय निर्मल छेत्री सरलाई म मञ्चमा आइदिन हुन म वाङदिङ शेर्पा सरलाई कृपया हाम्रो र आजका हाम्रा अतिथि वाङदेन शेर्पा एन्ट्री होटल एन्ड रिसोर्ट्सका एमडी म्यानेजिङ डाइरेक्टरको बहुलीबाट थर्ड पोजिसन साउथ हिल कलेजलाई यो पारितोषिका एवं यो प्रमाणपत्र यहाँ हस्तान्तरण गरिरहेको छ। यो प्रमाणपत्र एवं यो नगद राशिद्वारा उहाँलाई पुरस्कृत गरिरहेका छौँ र उक्त पुरस्कार हाम्रा आजका विशिष्ट अतिथि श्रद्धेय सर वाङदेन शेर्पाको बहुलीबाट उहाँलाई यस कलेजका प्रोफेसर डाक्टर उहाँलाई पनि म मञ्चमा आइदिन हुन विशेष अनुरोध गर्दछु। सेन्ट जोसेफ कलेजका विद्यार्थी नानीहरूको यति दमदार प्रस्तुति फ्युजमा सँगसँगै उहाँहरू स्टेज पर्फर्मर्सहरू हुनुहुन्थ्यो। एउटा प्रोफेसनल सिङ्गर जतिकै उहाँहरू हुनुहुन्थ्यो। उहाँको कला क्षमता सधैँ यथावत रहोस् भन्दै हामी उहाँलाई यो पुरस्कार हस्तान्तरण गर्नको निम्ति यस आयोजक कमिटीको चिफ प्याटर्न मिस्टर अमृत योन्जन सरलाई म मञ्चमा निम्ताइरहेको छु। हाम्रो यस पहाडी युथ फेस्टको चिफ प्याट्रोन सर अमृत योन्जन सरलाई पहिलो स्थान ओगट्न सफल बनेको ब्याटल अफ ब्यान्डका प्रतियोगीहरू सेन्ट जोसेफ कलेजका विद्यार्थीहरूलाई यस पुरस्कारद्वारा सम्मानित गर्नको निम्ति म मञ्चमा निम्ताइरहेको छु। ब्याटल अफ ब्यान्डको फर्स्ट पोजिसन ओगट्न सफल भएका ब्यान्ड सेन्ट जोसेफ कलेजलाई यो प्रमाणपत्र स्मृति चिन्ह प्रदानको निम्ति यस युथ फेस्टका चिफ प्याट्रोन मिस्टर अमृत योन्जन सरको बहुलीबाट यसरी नै यो चेक प्रदान हाम्रा चिफ प्याट्रोन अनि दुवै चिफ प्याट्रोनको बाहुलीबाट प्रोफेसर सदीप प्रधान अनि अमृत योन्जन सरको बाहुलीबाट सेन्ट जोसेफ कलेज दार्जिलिङलाई आफ्नो तेस्रो पुरस्कार लिनको निम्ति मञ्चमा आइदिन हुन म अनुरोध गर्दछु। यसैले यस पुरस्कारलाई हस्तान्तरण गरिदिनु हुन हाम्रा जसो किनकि हामी कार्यक्रमका चिफ प्याटर्न र यो ब्याटल अफ डान्सको फर्स्ट पोजिसन आउनमा सफल भएको कलेज साउथ हिल कलेजका डान्स मेम्बर अनि उहाँका प्रतिनिधिहरूलाई म चाँडै गरेर हामीले 7वटा प्रतियोगीहरू कलेजहरू मध्ये आफ्नो उत्कृष्ट दिएर पहिलो स्थान ओगट्न सफल भएको कलेज साउथ हिल कलेज दार्जिलिङलाई यो पहिलो पुरस्कार हस्तान्तरण गर्नका निम्ति जिटिएका भारप्राप्त सभासद माननीय सतीश पोखरेल सरलाई म मञ्चमा आएर पहिलो पुरस्कार हस्तान्तरण गर्न It goes to Radiance. I request Amrit sir to please join with us.
popular award for Pahari Pratik 2025. The first runner-up, and it goes to Dipanjali Guru. फुरफुरी लाग्यो नि औ तपाईहरुले सुन्नुभएको छ हाम्रो गीतहरु भने
Thank you so much for loving the song, guys. Thank you. This song. सँगै बितेका ती पलहरू मध्यरातसम्मको हाम्रो कुराकानी त्यो समयको वेगसँगै तिम्रो पनि ढाँटेको होइन लुकाउँदिन कुराहरू फर्केर आऊ त भन्दिन तर सम्झेर
संसार अनगिन्ती यादहरूले साथै राखे सुख दुःख सुख सबैमा